यो मेरो टोपी हो। मेरो टोपी कैलाशको शिर जस्तो, मेरो टोपी हिमाली मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली जस्तो। कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने मेरो टोपी नेपाली वीर जस्तो, नेपाली वीर जस्तो। मेरो टोपी भित्र मेरो बहिनीको मायाको भाषा। मेरो टोपी भित्र मेरो बहिनीको मायाको भाषा। अहिलेसम्म भोगेको मैले मेरै घाम छायाको भाषा। अहिलेसम्म भोगेको मैले मेरै घाम छायाको भाषा। मेरो टोपी हो, मेरो टोपी मैलो होइन, यही माटोको ढिको लागेको। मेरो टोपी मैलो होइन, यही माटोको ढिको लागेको। मेरो पसिना पुस्ता पुस्ता यसलाई केही देख्न लागेको। मेरो टोपी हो, मेरो टोपी गाउँले टोपी सिरमाएको, मेरो टोपी लाहुरेको सिरमाएको, मेरो टोपी गाउँलेको सिरमाथि, लाहुरेको सिरमाथि। ठुलो सानो जान्दैन यो, भेदभाव मान्दैन यो मेरो टोपी। सुहाइदिन्छ समय सबै नेपाली शिरमाथि। धामा धामा अखाडाभित्र मेरै टोपी बढ्दै थियो। धावा धावा अखाडाभित्र मेरो टोपी बढ्दै थियो। सागरमा धाउनु पनि मेरै टोपी चढ्दै थियो। सागरमा धाउको पनि मेरै टोपी चढ्दै थियो। मेरो टोपी हो, मेरो टोपी खोज्दै गए सागरदेखि सागरसम्म। मेरो टोपी खोज्दै गए सागरदेखि सागरसम्म। जहिले पनि यो त अघि बढ्दै यो मेरो टोपी हो, मेरो टोपी साथैको साथै जस्तो, आमाको साथै जस्तो, गीतैको साथै जस्तो, आमाको साथै जस्तो। दुःख सुखमा काम लाग्ने, नेपालीको नाम लाग्ने मेरो टोपी। आफ्नो सन्तान चिनाउने जन्मैको भागी जस्तो यो मेरो टोपी हो। हार्दिक हार्दिक नमन भन्न चाहन्छौँ आदरणीय व्यक्तित्व जसमा आज पनि हामी जेन्जी भन्छौँ। जेन्जीको रगत उम्ले जस्तो लाग्छ मलाई। उहाँले त्यस्तो नृत्य राखेर जानुभएको छ र उहाँको नृत्यलाई मन पराएर आदरणीय समाजसेवी यसै गरी हाम्रा अन्य व्यक्तित्व पत्रकार हुनुहुन्छ रमेश बुढाथोकीज्यू, उहाँलाई केही शब्दसहित
पुरस्कार वितरण गर्छु म। दाइ भन्नुभएको छ, उहाँलाई म यो माइक्रोफोन केही छ हस्तान्तरण गर्न चाहन्छु। सबैजनालाई नमस्कार। म रमेश बुढाथोकी। मैले बुवाको डान्स धेरै नै मन पर्यो। तपाईहरुलाई मन पर्यो कि मन परेन? मलाई चाहिँ धेरै नै मन पर्यो र त मैले चाहिँ थोरै सकेको सहयोग, हुन त मैले उहाँको नाच हेरेर मैले सहयोग गर्न खोजेको हो, अन्यथा नलिनु होला बुवाले। मैले सकेको थोरै रकम हजुरलाई दिन चाहे। मैले अगाडि आइदिनुस्। मैले उहाँलाई सानो रकम दिएको छु। तपाईको नाच एकदमै मन पर्यो मलाई। हजुरले यसरी नै सानो सानो बालबालिकालाई यसरी नै ऊर्जा हासिल गर्नुभएको छ, ऊर्जा हासिल गराउनु भएको छ। यति राम्रो डान्स कति उमेर पुग्नुभयो हजुर? हेर्नु त 56 वर्षको उमेरमा यति राम्रो डान्स गर्नुभएको छ, यसरी नृत्य देखाइदिनु भएको छ। तपाईलाई धेरै धेरै धन्यवाद भयो। हस्, धन्यवाद। अब हामी कार्यक्रमको अन्त्य